हजुरहरू सबैलाई जय मसीह। जति पनि विभिन्न मण्डलीबाट आउनुभएको छ यस स्थानीय मण्डली सबैलाई जो पनि यस हलभित्र अघि नै स्वागत गरिसकेका छौँ अनि जो पनि बाहिर हुनुहुन्छ अब हामी भित्र बस्न एकछिन है परमेश्वरको वचनबाट अनि व्यवहारिक कुरा प्र्याक्टिकल टकहरू हामी गर्छौँ। अनि प्र्याक्टिकल टक गर्दाखेरि अब प्र्याक्टिकल टक नै भएको कारणले गर्दा म प्र्याक्टिकल कुरा नै बाट सुरु गर्नु पर्यो। जसरी अहिले बाइबल कोरस गायौँ, म सबै ठाउँमा यो कुराहरू भन्ने गर्छु। बाइबल कोरस अहिले हामीले गायौँ, प्राय जस्तोले बाइबल टाउकोमाथि राख्छ। प्र्याक्टिकल कुरा नै भएको कारणले गर्दा बाइबल टाउकोमाथि राख्नु हुँदैन। किन होला है? प्र्याक्टिकल कुराहरू नै हो। किन? हामीले कसैलाई पनि ढोक्दैनौँ, बाइबललाई पनि हामी ढोक्दैनौँ, हाम्रा प्रभुलाई पनि हामी के गर्दैनौँ? ढोक्दैनौँ। यसकारण आज धेरै कतिवटा अरू मानिसहरूले, संसारका मानिसहरूले के भन्ने गर्छन् भनेदेखिलाई यो क्रिस्चियनहरूले मूर्ति ढोक्दैन भन्छ, यो एल्सादाईकोहरूले मूर्ति ढोक्दैन भन्छ, हामीलाई ढोक्नु हुँदैन भन्छ। तर यिनीहरूको चर्चमा जानुपर्छ, हेर्नुपर्छ, यिनीहरूले बाइबललाई के गरिरहेको हुन्छ? ढोकिरहेको हुन्छ भनेर भन्छ। अनि फोटो खिच्ने भिडियो गरिराखेको छ, अनि देख्दा पनि के गरिरहेको हुन्छ? सबैले बाइबल कोरस भन्दाखेरि यसरी गरिराखेको हुन्छ, कसैले यसो गरिरहेको हुन्छ, कसैले राखेको हुन्छ। हामीले गर्नु हुँदैन। दिस इज अ प्र्याक्टिकल टक हो। अनि प्र्याक्टिकल टकमा यो कुरालाई हामीले याद गर्नुपर्छ। बाइबल चाहिँ हामीले भर्सक दुई हातले उठायो भने राम्रो हो, टाउकोदेखि माथि चाहिँ उठाउनु पर्यो। नत्र पनि एक हातले उठाउँछ भने हाम्रो टाउकोदेखि धेरै माथि सर्वश्रेष्ठ हो नि त। टाउकोमाथि राख्नु भनेको होइन नि। यसकारण हामीले बाइबल कहाँ राख्नुपर्छ? माथि। प्र्याक्टिकल टक हो। यसकारण हामीले बाइबल हामीले हात एकदम माथि उचालेर बाइबल सर्वश्रेष्ठ देखाउनुपर्छ नि। तर बाइबल उठाउनु गाह्रो परेको हो कि रेस्ट अन आवर फोरहेडमा, क्या त हामीले रेस्ट गरिराखेको हुन्छ, घोप्टेको हुन्छ, अनि टाउको बाइबल कोरस गाइरहेको हुन्छ, सर्वश्रेष्ठ भयो त। अनि धेरैजनाको त्यसरी बाइबल राखेको कारणले गर्दा बाइबलको वचन चाहिँ यहाँ मात्रै रहेको हुन्छ। परमेश्वरको वचन चाहिँ कहाँ हुनुपर्छ? हृदयमा हुनुपर्छ। आज हाम्रो धेरैजना यङ्गस्टर्सहरूको मा चाहिँ यही बाइबल चाहिँ कहाँ मात्रै पसेको छ? आजकल ब्रेनमा मात्रै, यहाँ मात्रै छ। दे नोज द मेनी रेफरेन्स एन्ड मेनी, है, यही धेरै धेरैवटा बाइबलको कुराहरू खालि यहाँ मात्रै छ। परमेश्वरको वचन चाहिँ कहाँ हुनुपर्छ? हृदयभित्र हुनुपर्छ। यसकारण बाइबल कोरस गाउँदाखेरि पनि यो कुराहरू हामीले के गर्नु पर्यो? याद गर्नुपर्छ। अबदेखि याद गर्छ। आफ्नो आफ्नो मण्डलीमा जहाँ पनि जाँदाखेरि बाइबल कोरस भन्ने बित्तिकै हामीले बरु एक हातले उठाउँछौँ भनेदेखिलाई है, हामी प्रभु घरमा हुर्केको कारणले है, भक्त सिंह भाइजीले अघि कुरा गर्दै थियो, बाइबल कहिले पनि दुई हातले उठाएर यसो गर्नु भएन। उहाँहरूले बाइबल उठाउनुहुन्थ्यो है। हामीले देखेको, हामीले सिकेको, हामीलाई सिकाएको कुराहरू उहाँले कहिले बाइबल के गर्नुहुन्थ्यो? जहिले पनि माथि उचाल्नुहुन्थ्यो। यसकारण आज हामीले यसरी चाहिँ सिक्नुपर्छ अनि यो कुराहरू मनमा राख्नुपर्छ। र प्र्याक्टिकल टक भएको कारणले एउटा पद पढ्छौँ। अनि आज है मैले प्रार्थना गरिरहेको थिएँ, कन्फर्म थिएन, हिजो बेलुका मात्रै अलमोस्ट है कन्फर्म एकदमै भयो, यहाँ आउनुपर्छ र यो सेवा गर्नुपर्छ भनिकन अस्ति यसो बात गरेको थियो भाइ सञ्जयसँग है। अनि नामथाङमा खबर नभएको कारणले गर्दाखेरि है हामी है अब थाहै थिएन, तर प्रभुको दासले त्यहाँ खबर गरेको कारणले गर्दाखेरि बिहिबार अनि शुक्रबार हिजो है एकदमै बिजी सेड्युल मेरो पनि, एक दिन पनि सेवा घरमा या त मण्डलीमा घरमा बसाइ भएको छैन, यताउति हिँडिरहेको थिएँ। तरै पनि है यहाँबाट खबर गरेको अनुसार है लो जानुपर्छ, अनि म आएको हुँ है। अनि प्र्याक्टिकल टक एउटा भार उठाइदिनुपर्छ भन्ने हेतुले है एउटा प्र्याक्टिकल कुरा। अनि मैले प्रार्थना गरेँ, अब ल के गर्ने त्यो छोटो समयमा है राम्रोसँगले है यसो के भन्नु, सोच्न पनि प्रार्थना गर्न पनि राम्रोसँग नमिलेको, तरै पनि मैले प्रार्थना गरिरहेको बेलामा एउटा है विचार प्रभुले दिनुभयो। अनि त्यसैलाई आधारमा एक दुईवटा प्र्याक्टिकल टक हामी गर्छौँ। त्यो चाहिँ के थियो भने आजको हाम्रो प्र्याक्टिकल टकमा चाहिँ है वाटर या त पानी, हाम्रो प्र्याक्टिकल टकको विषय चाहिँ के हुन्छ? आज पानी, वाटर हुन्छ है। त्यसैबाट हामी एक दुईवटा कुराहरू हेर्छौँ, सिक्छौँ है। कुरा पढ्ने नानीहरूलाई पानी भन्ने बित्तिकै पानीको कुराहरू थाहा हुन्छ। त्यसैलाई अलिकति हामी हेरेर प्रभुको वचनले के भन्छ त्यो कुरालाई हेरेर हामी यो प्र्याक्टिकल अनि यो सेवालाई हामी गर्छौँ। आउनुहोस् त एउटा पदलाई चाहिँ हामी पढौँ। यूहन्ना बुक अफ जोन, यूहन्ना 7 अध्यायको हामी नि 38लाई, च्याप्टर 7 भर्स 38 है। यूहन्ना 7 अध्यायको 37 पदलाई हामी सबैजना मिलेर पढौँ। यङ्गस्टर्सहरू चाहिँ एकदम फास्ट हुनुपर्छ है। अहिले त आमा मोबाइलमा हो भनेदेखिलाई 2 फिङ्गर्सले त यति छिटो के गरिदिन्छ, आमामा मेसेज टाइप गरेर त है पठाइसकेको हुन्छ।
तर मैले चाहिँ वाट आई फिल वाट आई सी कि मैले देख्दाखेरि मैले यसो फिल गर्दाखेरि चाहिँ नि है यङ्गस्टर्सहरूले चाहिँ परमेश्वरको वचन पढ्नु चाहिँ नि है जोन भन्दाखेरि नयाँ नयाँ नियममा हो कि पुरानो नियममा पुरा एकदम है ओल्ड टेस्टामेन्टमा खोज्दै गरेको हुन्छ है प्र्याक्टिकल कुराहरू हो है यो कुराहरू यसकारण हामीले पनि है याद गर्नुपर्छ छिटो छिटो पल्टाउनु पर्छ यूहन्ना 7 अध्यायको 38 लाई हामी पढ्दैछौँ जसले ममाथि विश्वास गर्छ लु पढौँ सबैजना मिलेर जसले ममाथि विश्वास गर्छ पवित्र शास्त्रले भने अनुसार उसको हृदयबाट जिउँदो पानीका नदीहरू बहनेछ ल हामी सहायताको निम्ति छोटो प्रार्थना दयालु अनुग्रहकारी परमेश्वर पिता तपाईँलाई धन्यवाद दिँदछौँ तपाईँको अनुग्रह भयो आज युवा सालमलाई ठुलो अर्डर गर्नुभयो यहाँहरूले यो बोझ राखे र यति प्रियहरूलाई तारा नजिकबाट बोलाए डाके निमन्त्रणा दिए र आज यो सेवा सम्पन्न हुन गयो धन्यवाद सुरुदेखि यस गरीसम्म तपाईँले सहायता गर्नु तपाईँ स्तुतिको सिंहासनमा तपाईँलाई राख्नको निम्ति अनुग्रह गर्नुभयो धन्यवाद तपाईँ विराजमान होस् र हाम्रो आवश्यकतालाई खाँचोलाई नै पुरा गरिकन आशिषित बनाए तपाईँको ज्ञान र डिडलमा बढाए तपाईँको दिनको तयारी बनाउने काम गर्नुहोस् यो जवानहरूको सेवकाइमा विभिन्न स्तरका प्रियजनहरू आएका छन् नानी छोराछोरीहरू आएका छन् बाबु नानीहरू आएका छन् यसरी नै एल्डर्सहरू आएका छन् वृद्धहरू छन् मण्डलीका जिम्मेवारी यसरी युथ लिडरहरू सबैको आवश्यकतालाई पुरा गरिकन आफ्नो भइमा अहिलेको दासमा केही पनि छैन केही प्र्याक्टिकल टकबाट केही सिक्नु छ सिकाउनको निम्ति सहायता गर्नुहोस् तपाईँको उपस्थित छैन बोल्ने सुन्ने अनुग्रह दिनुहोस् बुझ्ने पालन गर्ने अनुग्रह तपाईँले दिनुहोस् दिन्छु शैतानको जति पनि शक्ति कन्फ्युजन ल्याउनको निम्ति हामीलाई यसरी हर किसिमको कुराहरूद्वारा हामीलाई आशिषबिन बनाउने यसका तमाम तत्त्वहरू शक्तिहरू डिभाइसेस एलिमेन्ट्सहरू छ जसलाई तपाईँ पौतली गरी माग्छौँ रगत पुण्यथानको सामर्थ्य तपाईँ जीवित परमेश्वरको नाममा वचनको सामर्थ्यमा हामीलाई आजादी दिइकन आफ्नो भइमा रगतले छिर्काई हिसाबले मस्काइकन पवित्र आत्माको नयाँ अभिषेक दिइकन यो सेवा पुरा गरी जाने अनुग्रह दिनुहोस् बिन्ती गर्दै प्रार्थनालाई धन्यवाद सहित यीशु ख्रीष्टको नाममा चढाउँदछौँ महिमाको निम्ति सुन्नुहोस् अनि ग्रहण गर्न हवस् आमीन त अहिले हामीले मैले कुरा गरेँ हाम्रो विषय पानी हो सो एक दुईवटा कुरा हामी प्र्याक्टिकल कुराहरूमा प्र्याक्टिकल प्रकारले हामी बात गर्छौँ पानी वाट इज वाटर पानी के हो जान वाट इज वाटर है वाटर इज एउटा है भनेर एउटा सब्सटेन्स हो है एउटा वस्तु हो या त है त्यसलाई केमिकल कम्पोजिसनको कुरा गर्नु हो भनेदेखिलाई एउटा कम्पाउन्ड हो है केबाट बनिन्छ वाट इज वाटर वाटर केबाट बनिन्छ हाइड्रोजन एन्ड अक्सिजनले बनिन्छ अलिक प्र्याक्टिकल कुरा अब हामी गर्छौँ यो कुरालाई बुझौँ अनि त्यसले चाहिँ परमेश्वरको वचनले हामीलाई के कुरा त्यो कुरा हामी हेर्छौँ है वाटर इज अ कम्पाउन्ड अर एनी सब्सटेन्स हो तर केमिकल कम्पाउन्ड भने केमिकल कम्पाउन्ड केमिकली यो यो गर्यो भने एउटा हाइड्रोजन ग्यास हो है दुईवटा एटम्स अफ हाइड्रोजन र 1 एटम्स अफ अक्सिजनले चाहिँ यही कम्बाइन गर्यो भने के भने चाहिँ एउटा लिक्विड बनिन्छ है त्यो लिक्विडलाई हामी के भन्ने गर्छौँ है वाटर भनेर है त्यसको केमिकल फर्मुला H2O भनेर भन्छ है त्यही कारण हाइड्रोजन हाइड्रो भनेको हाइड्रोजन दुईवटा एटम्सले बनिएको कारणले गर्दा है अब समय हामीसँग कम्ती भएको कारणले म धेरै विश्लेषण गर्दिनँ यति चाहिँ याद गरेर हाइड्रोजन है र अक्सिजनले एउटा पानी बनिएको छ यस्तो अद्भुत परमेश्वरले सृष्टि गर्नुभएको यो साइन्सले है त्यसलाई पत्ता लगाएर त्यसको कम्पोजिसनद्वारा तर साइन्सले के गरेको यो पत्ता लगाएको हाइड्रोजन र अक्सिजनले वाटर बनिन्छ भनेर चाहिँ नि अहिलेसम्म साइन्सले के गरेको छैन ल्याबमा नि हाइड्रोजन र अक्सिजनलाई कम्बाइन गराएर है खोला बगाएको छैन याद गर्नुहोस् बनिनु त त्यसरी नै बनिएको अरे है साइन्सले भन्छ ल्याबोरेटरी के त्यो एउटा है उनीहरूले रिसर्च गर्दा उनीहरूले है त्यहाँनिर एक्सपेरिमेन्ट गर्दाखेरि बनिन्छ तर पानी चाहिँ कसले बनाउनु भएको परमेश्वरले बनाउनु भयो यो कुरालाई हामीलाई थाहा हुनुपर्छ है हाइड्रोजन र अक्सिजनले बनेको हो भनेर थाहा छ तर हामीलाई पिउनको निम्ति है पानी चाहिँ नि ल्याबबाट बनाएर कहिले पनि आउँदैन बनाएको चाहिँ कसले नै हो परमेश्वरले यो कुराहरू हामी सबैलाई थाहा छ अनि थाहा हुन पनि पर्छ अब त्यो कुराहरू अब वाट आर द प्रपर्टिज अफ वाटर पानीको प्रपर्टिजहरू चाहिँ के हो प्र्याक्टिकल कुराहरू हामीले गरिरहेछौँ है के हो पानीले के गर्छ अब अलिकति तल्लो दर्जाबाट हामीले हेऱ्यौँ भने वाटरले के गर्छ वाटर अलवेज फ्लोज फ्रम हायर लेभल टु लोवर लेभल कहिले पनि तलबाट माथि बग्दैन तर माथिबाट जहिले पनि पानी अलवेज वाटर टेक्स द लेभल अफ इट्स ओन भनेर भन्छ है पानीले जहिले पनि आफ्नै के लिन्छ अरे
के लिन्छ आफ्नै लेभललाई के भन्नु स्तर एउटा उसले लिन्छ कहिले पनि नि त्यसलाई अहिले मैले ग्लासमा पानी हालेँ है भरि मैले पानी हालेँ भनेदेखि यसलाई यसो गऱ्यो भने पानी नि है यस्तो हुँदैन जहिले पनि पानी के हुन्छ आफ्नै लेभल उसले लिएर राखेको हुन्छ कहिले पनि पानी कहिले पनि है जस्तो ढल्केछ त्यस्तै हुँदैन अर्को पानीको प्रपर्टिज अर्को के हुन्छ प्राणीले चाहिँ सबैभन्दा बेसी हिटलाई एब्जर्ब गरेर राख्छ है पानीको काम चाहिँ नि उसले चाहिँ हिटलाई चाहिँ नि यति धेरै एब्जर्ब गरेर राख्ने शक्ति पानीमा हुन्छ है पानीको कुरा हामीले अनि पानीमा के हुन्छ भनेदेखिलाई पानीमा चाहिँ नि है इन्टरमोलिकुलर स्पेस भनेर भन्छ अब नेपालीमा त्यसलाई कस्तो प्रकारले भन्नु बुझ्न स्टुडेन्टहरू हुनुहुन्छ यहाँनिर है यङ्गस्टर्सहरू त थाहा छ होला है इन्टरमोलिकुलर स्पेस भनेको कस्तो हुन्छ भनेदेखिलाई नि पानीको एटम्सहरू है एउटा एटम्स र अर्को एटम्स चाहिँ के हुन्छ भनेदेखिलाई अलिकति टाढो टाढोमा बसेको हुन्छ सो द्याट त्यसै कारणले गर्दाखेरि पानीले है आफ्नो सेप है पानीको जुन चाहिँ आफ्नो सेप छ त्यो इट टेक्स द सेप अफ कन्टेनर त्यही कारणले भनेको एउटा एटम र अर्को एटम चाहिँ टाढो टाढोमा भएको हुन्छ अनि एउटा एटम र अर्को एटम्सको बिचको ग्यापलाई चाहिँ मोलिकुलर स्पेस भनेर भनिन्छ मैले साइन्स पढाइरहेको छैन है त्यस्तै हो प्र्याक्टिकल कुरा तर यो कुराहरू हामीलाई थाहा हुनुपर्छ कि है त्यो ग्याप हुन्छ अनि त्यो ग्यापमा चाहिँ अर्को कुनै कुराहरू आएर बस्न सक्छ है अनि त्यो प्रपर्टिजलाई चाहिँ नि त्यो एक्सेप्ट गर्ने प्रपर्टिजलाई त्यो लिनु सक्ने प्रपर्टिजलाई कोहेसन भनेर चाहिँ यही केमिस्ट्री केमिकली त्यो कुरालाई भन्छ कोहेसन भनेको मतलब त्यसले के गर्नु सक्छ आफूमाथि है खिचेर राख्न सक्छ उसले आफूमा अर्को पानी ल्यायो भने त्यो अर्को पानीलाई आफूसँग मिलाएर राख्न सक्छ है पानीलाई त्यसले लिएर राख्न सक्छ इन्टरमोलिकुलर स्पेस भएको कारणले गर्दा तपाईले है भरि एकदम टपाटपी भरि पानी तपाईले केमा राख्नुभयो भनेदेखि ग्लासमा भर्नु भएको छ तपाईले एक चम्ची नुन ल्याएर त्यो पानीमा घोल्नुभयो भने पानी पोखिँदैन किन नपोखेको किन नपोकेको त्यो पानी टपाटपी छ एक चम्ची पानी तपाईले हाल्नुभयो भने त्यो पानीलाई उसले एक्सेप्ट गर्छ तर त्यो मोलिकुलर स्पेसमा त्यो है मिल्न सक्दैन त्यसकारण त्यो पानी चाहिँ के गर्छ नि पोखिन्छ ओभरफ्लो हुन्छ तर तपाईले एक चम्ची नुन हाल्नुभयो भने पानी पोखिँदैन किन नुन चाहिँ के हुन्छ है सानो सानो टुक्रामा है त्यो के भन्छ बिल्लिन्छ भन्छ नि है त्यो बिल्लिँदाखेरि सानो सानो टुक्रा त्यो सानो सानो टुक्राहरू त्यो कणहरू त्यो एटम्समा है त्यो चाहिँ गएर त्यो मोलिकुलर स्पेसभित्र पसेपछि टम्म मिल्छ त्यो पानीभित्र अनि पानी है पोखिँदैन है त्यसले त्यसरी आफूभित्र राख्न सक्ने क्षमता पानीमा हुन्छ अनि है पानीले चाहिँ अरू अब थुप्रै कुराहरू अरू हामी देख्न सक्छौँ अब यो कुरालाई यतिलाई हामीले याद गरिराखौँ पानीमा यति थुप्रो के भन्छ प्रपर्टिज हुन्छ अनि अहिले हामीले है यहाँ प्रभुको वचनमा पनि पढ्यो है छिटो छिटो म एकैचोटि सक्नु पर्यो यो गरेर यति चाहिँ याद गरिराख्नुहोस् पानी यति साह्रो एसेन्सियल हो है पानी बिना चाहिँ अब संसारमा लिभिङ थिङ्स लिभिङ क्रिएचर बाँच्न पनि सक्दैन है अहिले है स्पेसमा मुनमा बिफोर लास्ट इयर 2-3 वर्ष अगाडि है मुनमा के पठाएको थियो इन्डियाले सेटेलाइट है त्यहाँ स्पेस क्राफ्ट र सेटेलाइट पठाएको थियो रोबोट पठाएको थियो है त्यहाँनिर के अरे त्यो मिसनलाई के मिसन अरे चन्द्रयान मिसन पठाएको थियो है त्यहाँनिर पठाएपछि के को खोजमा पठाएको थियो पानी छ कि भनेर खोजमा पठाएको थियो पहिल्यैदेखि खोजिरहेको थियो साउथ पोल अब मुनको साउथ पोलतिर चाहिँ अलिअलि त्यहाँनिर उनीहरूले पत्ता लगाउँदाखेरि त्यहाँनिर है केही पानीका है उनीहरूले कुराहरू देखेको पाएको हुनाले है एकदम सक्सेसफुली ल्यान्ड गराए है फर्काएर ल्याउनु त सकेन उयो गर्यो तर त्यतिकै त्यो डार्क है त्यो 14 दिनभित्र जति स्टडी गर्यो अनि पत्तो लगाए त्यहाँ पानी छ अनि पानी छ भनेदेखिलाई चाहिँ लाइफ चाहिँ त्यहाँनिर अनि एलोन मस्कले चाहिँ के गर्दैछ भनेदेखिलाई है मान्छे यदि यो पृथ्वीमा है पानी रहित भयो लडाई भयो न्युक्लियर वार भयो कुनै पनि विपत्ति यो पृथ्वीमा आयो भनेदेखिलाई अब त्यहाँ पानी भएको त्यो मुनमा या त अर्को स्पेसमा अर्को प्लानेटमा हामी जान सक्छौँ भनिकन है उसले स्पेस है उसको स्काई के अरे उसको अब जुन एउटा अभियान चलाइरहेको छ स्काई के अरे स्काई लिङ्क
स्पेस एक्स भनेर है उसले उयो गरेको छ है। अस्ति है सुनिता विलियमहरू त्यो मुनमा है स्पेस आफ्नो त्यहाँ धेरै दिन भयो त्यो स्काई एक्समै है उसले त्यो यानमा पृथ्वीमा उसले वापस ल्याएको थियो। उसले एलन मस्कले पनि कोसिस गरिरहेको छ त्यो ठाउँमा पुर्याइकन हामी त्यहाँ सर्भाइभ गर्न सक्छौँ, मानिस एउटा बस्ती बसाउन सक्छौँ मान्छे जातिको त्यहाँनिर भनिकन। यसकारण पानी भएको ठाउँमा है के गर्न सक्छ भने कुनै पनि लिभिङ क्रिएचर बाँच्न सक्छ अरे। कति इम्पोर्टेन्ट रहेछ पानी। अनि है त्यो पानी चाहिँ नि है यो पृथ्वीमा परमेश्वरले पर्याप्त मात्रामा कति पर्सेन्ट है 71% अफ वाटर चाहिँ यसले नै यो पृथ्वी के गरेको छ अरे बनिएको छ भन्छ। हाम्रो बडी पनि 70% अलमोस्ट 70% अफ वाटरले नै हाम्रो बडी पनि के गरेको छ बनिएको छ है। त्यहाँनिर है 10, 20, 30% चाहिँ है ब्लड है त्यो आरबिसी के भन्छ डब्लुबिसी अनि है प्यालेटेसहरू छ, अरूको प्लाज्मा अरू के कुराहरूले बनिएको छ, फुड स्टफ्सहरूले गर्दा हाम्रो बडी चलिरहेको छ। तर 70% अफ वाटर हाम्रो बडीभित्र छ। यसकारण यो पानी यति इम्पोर्टेन्ट हो। हाम्रो जीवनमा पानी छैन भनेदेखिलाई कुनै पनि लिभिङ क्रिएचर चाहिँ जिउँदो रहन सक्दैन है। यो कुराहरू हामीलाई थाहा भएको कुराहरू है। र पनि मैले प्र्याक्टिकल टकमा है कति इम्पोर्टेन्ट रहेछ यो पानी। हामीले यो पानीलाई है राख्नुपर्छ। त्यही कारणले है म कति ठाउँमा यात्रा गर्दाखेरि एक समयमा म यात्रा गर्दै थिएँ यस्तै गरम महिनाको बेलामा है रेलवे स्टेसनमा यसो बोर्डमा लेखेको देखेँ नि सेभ वाटर, वाटर विल सेभ यु लेखेको ठाउँहरू मैले देखेँ है। पानीलाई के गर बचाऊ, पानीले तिमीलाई बचाउँछ भनेर ठाउँमा लेखेको। किनभने पानीको स्क्राइसिटी भएको कारणले गर्दा है खडेरी परिरहेको बेलामा यस्तो टन्टलापुर घाममा है आज है मानिसहरू यात्रीहरू यात्रा गरिरहेको बेलामा अनि त्यहाँनिर रेलवे स्टेसनमा भएको पानीलाई वेस्ट गरिदियो भनेदेखि अब पानी यसकारण त्यहाँ लेखेको रहेछ, बिल्स टालेको रहेछ है, लेखेको रहेछ सेभ वाटर्स, वाटर विल सेभ यु भनेर है। यसकारण कति इम्पोर्टेन्ट कुराहरू। यसकारण हामीले पानीलाई चाहिँ गर्नुपर्छ। अनि अर्को पनि भन्ने गर्छन् है बिहानै उठेपछि सबैभन्दा बेसी क्या त मान्छेले चाहिँ है आफूलाई हेल्दी बनाउनको निम्ति के गर्नुपर्छ अरे पानी पिउनु अरे है। पानी पिउनुपर्छ अरे मान्छे हेल्दी हुन्छ अरे। गाउट हुँदैछ मलाई है युरिक एसिड बस्यो अरे है ड्रिङ्क 5 लिटर्स अफ वाटर अ डे भनेर है दिनमा 5 लिटर पानी के गर्नु पिउनु भने जति पानी पियो भनेदेखिलाई है मान्छे के भन्छ हेल्दी बनिन्छ, भएको रोगहरू है निको हुन्छ। हामीमा भएको यो टक्सिक कुराहरू है टक्सिनहरू है सबै पानीले है वास्ट आउट गरिकन पखालिकन हाम्रो जीवनबाट निकल्छ। पानी चाहिँ यति इम्पोर्टेन्ट हो। फिजिकली पनि लिटरली पनि पानी यति इम्पोर्टेन्ट कुराहरू। यो पानी हामीले है यसरी चलाउनु पर्छ अरे भनेदेखिलाई है। आज नि यङस्टर्सहरूले मोस्टली नि यङस्टर्सहरूकै कुराहरू गर्दा जवानहरूको सेवा भएको कारणले गर्दाखेरि, तर यङस्टर्सहरूले यी दिनहरूमा अस्ति गरम महिनामा अब ठन्डा महिनामा खान्छ खाँदैन पिउँछ पिउँदैन थाहा छैन, तर अहिले प्राय दोकानमा है अस्ति समरमा के बिक्री बेसी भयो लिक्विड नै हो। अब त्यसमा पानी नै छ तर लिक्विड नै हो, त्यो पनि तरल पदार्थ नै हो। तर मोस्ट अफ द यङस्टर्सहरूले के खाएर आफ्नो हेल्थलाई एकदम खतम गरिरहेको हुन्छ। इनर्जी ड्रिङ्क, कोको कोला, स्प्राइट, अर्को के हुन्छ सोडा वाटर, स्टिङ है। तिनीहरूले हाम्रो बडीलाई लिक्विड नै हो, त्यो पनि हेर्दा पानी नै हुन्छ, तर त्यसमा है अरू कुराहरू मिश्रित भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो बडीलाई त्यसले हार्म गर्छ। एकछिनको लागि इनर्जी ड्रिङ्क हामीले खायो भनेदेखि अलिकति इनर्जी बुस्ट भएको हुन्छ। अनि मोस्ट अफ द यङस्टर्सहरूले है स्ट्रिङ खान्छ। स्ट्रिङ छ नि इट इज भेरी पोइजनस ड्रिङ्क हो, त्यो लिनु हुँदैन नि है। एउटा अब सामाजिक ज्ञानको रूपमा पनि है भने कोको कोलाहरू हामीले स्प्राइटहरू पिउने गर्छौँ नि। दिने कुनै के सेवा भयो भने कुनै ओकेजनहरू भयो भने त्यो नै युज गर्छ नि है मान्छेलाई। त्यसमा के बेसी एड गरेको हुन्छ सुगर बेसी एड गरेको हुन्छ त्यसमा है, अरू केमिकल्सहरू कतिवटा भएको कारण हाम्रो बडीलाई हार्म गर्छ। तर वाटर पानी है शुद्ध पानी, यसकारण आज यो कुरालाई हामीलाई थाहा हुनुपर्छ है। पानी चाहिँ यति इम्पोर्टेन्ट हो। अनि यो पानी चाहिँ हामीले पिउन पर्छ। नि कस्तो वाटर भन्दाखेरि अब टाइप्स अफ वाटरलाई हामीले हेऱ्यो भनेदेखिलाई थुप्रै टाइप्स अफ वाटर छ, तर मेन टाइप्सलाई दुईवटा प्रकारले एकदम हेऱ्यो भनेदेखिलाई एउटा चाहिँ के हुन्छ प्योर वाटर एन्ड एउटा चाहिँ के वाटर अरे एउटा प्योर वाटर, एउटा स्ट्याग्नेन्ट वाटर या त डर्टी पोल्युटेड वाटर भइहाल्यो है। एउटा प्योर वाटर छ। कस्तो पानीलाई चाहिँ प्योर वाटर भन्छ
जुनमा चाहिँ कुनै पनि केमिकल्सहरू, कुनै पनि सल्टहरू, कुनै पनि है अरू कुनै कुराहरू तत्त्वहरू त्यो पानीमा मिसिएको छैन भने त्यसलाई चाहिँ के भन्छ? प्योर वाटर। कसरी बनाउँछ प्योर वाटर? प्योर वाटर कसरी बनिन्छ? बाई द डिस्टिलेसन है प्रोसेसबाट है। एउटा पानीलाई उमाल्छ है क्यापिलरी ट्युब्सहरूबाट है, अब केमिकल ल्याबमा त्यो कुराहरू गर्ने गर्छन्। हाम्रै घरमा हो भनेदेखिलाई तपाईँले कित्लीमा पानी बसाउनु पर्छ, अनि कहाँ कित्लीबाट पानी उम्रियो भने कित्लीको थुतुनाबाट मुखबाट के निस्किन्छ? बाफ निस्किन्छ। अनि त्यो बाफलाई तपाईँले कन्डेन्स गर्नुभयो भने तब त्यहाँबाट कन्डेन्सेसन भएर पानी निस्किन्छ भने त्यो पानी चाहिँ कस्तो पानी हुन्छ? प्योर वाटर। त्यो केमिकल्स केसमा केही पनि हुँदैन। तर हामीले बोतलमा पिउँछ नि पानी, बिस्लेरीको पानी के भन्छ त्यसलाई चाहिँ के पानी भन्छ? मिनरल्स वाटर भन्छ त्यसलाई। मिनरल्स त्यसमा कोही एड गरेर चाहिँ हाम्रो बडीलाई चाहिने त्यसमा मिनरल्सहरू एड गरेर हामीले पिउने गर्छ। इट्स ओके। तर है प्योर वाटर चाहिँ है कति बेला युज गर्छ? प्योर वाटर चाहिँ कति बेला युज गर्छ? कहाँनिर युज गर्छ? इन्जेक्सन लाउँदाखेरि युज गर्छ है। इन्जेक्सन गर्दा थाहा छ नि, हामीले ट्याप वाटरले मिनरल वाटर ल्याएर है त्यो इन्जेक्सन त्यो दबाई मिसाएर इन्जेक्ट गर्छ, के हुन्छ होला है? हाम्रो सुई हुन्छ नि है। यसकारण चाहिँ नि प्योर वाटर है लाउनुपर्छ। अनि त्यो चाहिँ डिस्टिल वाटर भनेर भन्छ। अनि डिस्टिल वाटर लगाएर इन्जेक्ट हाम्रो बडीमा गर्छ, त्यो चाहिँ हार्म गर्दैन, हामीलाई नोक्सानी पुर्याउँदैन। पोल्युटेड वाटर या त स्टेग्नेन्ट वाटर या त इम्प्योर। अब त्यस्तै हेर्दै भने एउटा हार्ड वाटर हुन्छ, एउटा चाहिँ सफ्ट वाटर हुन्छ, अर्को के वाटर हुन्छ? सल्ट वाटर हुन्छ है, एउटा फ्रेस वाटर हुन्छ है। यसकारण हाम्रो यहाँ पाउने पानीहरू चाहिँ फ्रेस वाटर हो। समुद्रमा पाउने पानी के कस्तो वाटर हो? सल्ट वाटर है। त्यो पानी के गर्नु मिल्दैन? पिउनु मिल्दैन है। त्यहाँनिर लिभिङ क्रिएचर्स, लट्स अफ लिभिङ क्रिएचर्स त्यहाँ बाँचिरह्यो, तरै पनि त्यो है पानीलाई है हामीले पिउन लिन सक्दैनौँ। अब यो सबै कुराहरू अहिले हामीले बुझिहाल्यो। अब म यति तपाईँहरूलाई यति मात्रै राख्नु पर्यो यो कुरालाई। तर अब यी कुराहरूबाट हामीले आत्मिक कुरा चाहिँ के सिक्न पर्छ भनेदेखिलाई चाहिँ हेर्नुहोस् त, यो हाम्रो हेल्थलाई बचाउनको निम्ति त हामीलाई पानीको यति आवश्यकता रहेछ, यति खाँचो र यति एसेन्सियल रहेछ। यो पानी बिना हामी बाँच्न सक्दैनौँ भनेदेखिलाई चाहिँ नि है अहिले हामीले पढेर गयो 38 पदमा है, प्रभु यीशु मसीह चाहिँ आई एम द लिभिङ वाटर है। पढिदिनुहोस् त अब 38 पदलाई। यसकारण अब हामी अलिकति है अब कन्क्लुजनपट्टि जान्छौँ। छट्टै म सकिहाल्न पर्यो है। पढिदिनुहोस् त छिटो। जसले ममाथि विश्वास गर्छ, पवित्र शास्त्रले भने अनुसार उसको हृदयबाट, अघि हामीले प्रपर्टिज अफ वाटरहरू पढ्यौँ कि, तर यो संसारमा अर्को एउटा पानी पनि रहेछ कि, त्यो चाहिँ डेथ वाटर रहेछ है। मृतक के रहेछ? मरेको पानी पनि रहेछ। तर आज नि प्रभु यीशु मसीहले यो भन्नुहुन्छ कि म चाहिँ तिमीहरूलाई जिउँदो पानी दिन्छु, अनि म चाहिँ जिउँदो पानी हुँ भनेर प्रभु यीशु मसीहले भन्छ। आज यहाँ यङ यीशु तपाईँहरू आउनु भएको छ है। तपाईँले यो पानीलाई या त प्रभु यीशु मसीह है लिभिङ वाटर हुनुहुन्छ, जिउँदो पानी हुनुहुन्छ। तपाईँले आज यो पानीलाई पिउनु भएको छैन, लिनु भएको। तपाईँले स्ट्रिङ है पिउनुहुन्छ, तपाईँले कोको कोला पेप्सी तपाईँले लिनुहुन्छ। त्यस्तै प्रकारले तपाईँले मिनरल वाटर बिस्लेरी है के भन्छ हिमालयन कुनै के अब नामहरू थुप्रै छ नि है, त्यो बोतलको नामहरू है, त्यो कम्पनीको नाम तपाईँले पिउनुहुन्छ होला है। केही सेवा भयो भने त्यही पानी हामीले चलाउँछ होला। तर तपाईँले प्रभु यीशु मसीहलाई ट्राई गर्नुभएको छैन भनेदेखिलाई आज है तपाईँले यो लिभिङ वाटरमा आउनु भने तपाईँले जीवन पाउनुहुन्छ। जस्तो अघि मैले भने बिमारी भएको बेलामा कुनै पनि पानीले के गर्दैन? इन्जेक्ट गर्दैन है। त्यसलाई के गर्नै पर्छ? प्योर वाटर ल्याउनु पर्छ। आज त्यो प्योर हामी जीवन पाउनु हो भनेदेखिलाई, जीवित रहनु हो भने जिउँदो पानी हामी भित्र हुनुपर्छ। आज यो कोठाभित्र कोही हुनुहुन्छ, बाहिर कोही हुनुहुन्छ, प्रभु यीशु मसीह लिभिङ वाटर हुनुहुन्छ। तपाईँले आज यो वाटरलाई पिउनु भएको छैन, पाउनु भएको छैन, आफ्नो जीवनमा लिनु भएको छैन भनेदेखिलाई के गर्नुहोस्? प्रभु यीशु मसीहलाई लिनुहोस्। पानी बिना हुँदैन। अघि मैले भने नि है, प्रार्थना गरिरहेको थिएँ अनि प्रभुसँग भने थियो तपाईँ मसँग बात मार्नु, यो पानीबाट नै आज तपाईँ बात मार्नुहुन्छ। ठिकै यहाँ आएर यसो चिया खाएर यसो माथि गएको कि हाम्रो एउटा भाइ एकदम त्यहाँनिर बिजी थियो है, तान्दै थियो पाइपहरू। अनि त्यहाँ गएर के भयो भनेको हेर्नुहोस् न, हिजो अस्तिसम्म पानी ओभर यो नाली यो बाटो खलल बजेको थियो, आज सेवा आज नै के छैन? पानी। ए प्रभु, आज तपाईँले यो के गर्नुभयो? कन्फर्म कति इम्पोर्टेन्ट रहेछ सेवा भएको पानी। माथिल्लो घरबाट कताबाट है बरो गरिकन मागेर है भाइ
है पाइपबाट ल्याएर है यहाँ सेवामा पानी कति आज यहाँनिर कोठाभित्र आउने पानी बिना कोही पानी नछुई आउने कोही छ सबैजनाले के छुएर आएको के गर्नु लागि ब्रस गर्नुको लागि या त दिदीबहिनी दाजुभाइ हो भनेदेखि बिहानै उठेर चिसै पानीले भए पनि हट वाटर भए पनि है के गरेर नुहाएर हो चिया पकाउनु भने पानीले के गर्नु भने धुनु लागि सबै कुरा हामी पानी बिना हामी है केही पनि गर्न सक्दैनौँ तर प्रभु यीशु मसीह हाम्रो जीवनमा त्यस्तो प्रकारले लिएका छौँ प्रभु यीशु मसीह चाहिँ यति एसेन्सियल हो मेरो लाइफमा यो बिना म बाँच्न सक्दिनँ है भनेर मैले सम्झेको छु यङ्स्टर्सहरूले सम्झिरहेको छ हामी वृद्धहरू जो पनि छ हामीलाई त्यस्तो प्रकारको है मन आउँछ विचार आएको छ इज अ बिग क्वेसन फर यु एन्ड फर मी मेरो निम्ति अनि तपाईँको निम्ति एउटा ठुलो प्रश्न हो हामीले यसलाई क्याजुअल एकदम इजी प्रकारले लिन्छौँ पानी हो सकिहाल्यो आउँछौँ वचन सुन्यो गइहाल्छौँ तर यो बिना म बाँच्न सक्दिनँ हामी बाँच्न सक्दैनौँ रहेछ भनेर हामी के विचार गरेका छौँ यसकारण यो कुराहरू चाहिँ हामीले विचार गरेर जानुपर्छ प्र्याक्टिकल टकमा यो कुराहरू हामीले यसकारण पानी कति इम्पोर्टेन्ट कुरा रहेछ अनि यहाँनिर भन्छ म तिमीलाई है यसकारण आज कस्तो खालके है उयो पनि हुन्छ अब म छोटो छोटो प्रकारले है यो कुरालाई सक्ने प्रयास गर्छु है यहाँनिर यहुदाको किताबमा तपाईँले आउनुभयो भनेदेखिलाई भन्छ नि बादल पनि अरे बादल पनि कस्तो खालके बादल हुन्छ अरे पानी बिनाको बादल अरे यसकारण आज धेरै एउटा घर परिवार यङ्स्टर्सको लाइफ हुन्छ है एउटा व्यक्तिगत जीवन हुन्छ आज पानी बिनाको बादल जस्तै भएर जिराखेको हुन्छ है उसले केही पनि है के गर्न सक्दैन बादलमा पानी आयो भनेदेखिलाई उसले है झरर पानी बर्साउँछ अनि बर्सेपछि है के हुन्छ बारी बिरुवा सिच्छ र हरियो भरियो बनाउँछ है यहुदाको किताब एउटा पत्ला पढ्नुहोस् न त्यहाँ भन्छ आज तपाईँ र मेरो अवस्था यङ्स्टर्स तपाईँसँग प्रभु बात गरिरहनु भएको छ तपाईँको अवस्था पानी बिनाको बादल जस्तै या त ख्रिस्ट रहित जीवन तपाईँले जिरहनु भएको छ आज तपाईँले है केही पनि उन्नति गर्न सक्नुहुन्न तपाईँको जीवन यहुदामा भन्छ है यस्तो खालके है उयो हुन्छ यहुदा एकै अध्याय होला त्यहाँ यसको कति पदमा हामी पढ्छौँ 12 पदलाई होला कि कति 13 पद 12 पदलाई पढिदिनुहोस् त 12 पद छिटो छिटो पढिदिनुहोस् न बतासद्वारा यता उता हुत्याएका यसकारण याद गर्नुहोस् है बादल पनि हुँदो रहेछ तर के बिनाको बादल पानी बिनाको यसकारण मैले यहाँनिर कोसँग तुलना पानीलाई कोसँग तुलना गरिरहेको छु अहिले चाहिँ अब यीशु ख्रिस्टसँग चाहिँ तुलना गरेको छु अनि प्रभु यीशु मसीहले भन्छ म जिउँदो पानी हुँ है म तिमीलाई साँचो है यूहन्ना 4 अध्यायमा पनि हामीलाई यो सबै पढिरहेको थाहा छ है एउटा स्त्री पनि पानी लिएर पानी लिनको निम्ति ऊ बारम्बार त्यो कुवामा आउँथ्यो तर उसको जीवनमा जिउँदो पानीको के थिएन त्यो मिठास त्यो स्वाद जिउँदो पानी उसले आज तपाईँ यङ्स्टर्स हुनुहुन्छ तपाईँले पनि धेरैवटा पानी है जो अघि मैले भने थिएँ त्यो लिक्विडहरूलाई लिएको जस्तो तपाईँले लिइरहनु भएको छ तपाईँको जीवनमा हुन सक्छ तपाईँको जीवनमा है कति है इन्टोक्सिक कुराहरू है अब कुरा गर्नु पर्यो भनेदेखिलाई है तपाईँले है ड्रग्सको सेवन गरिरहनु भएको छ तपाईँले है कतिवटा लिक्विडहरू या त बियर या त धेरै यस्तो किसिमको इन्टोक्सिक कुराहरू है जसले तपाईँको जीवनलाई बर्बाद गरिरहेको छ है नाश गरिरहेको छ त्यो लिइरहनु भएको छ है तर तपाईँले लिभिङ वाटर प्रभु यीशु मसीहलाई लिनु पाउनु भएको छैन भने प्रभु यीशुले भन्छ म तिमीलाई जिउँदो पानी है म पो दिन्छु त यूहन्ना 4 अध्यायमा पनि त्यसै भन्छ एउटा स्त्री छ ऊ बारम्बार त्यो कुवामा गइरहेको छ तर उसले है उसको जीवन सेटिस्फाई भएको छैन है आज तपाईँ मेरो अवस्था त्यस्तै छ दाजुभाइ हुनुहोस् दिदीबहिनी होस् है हाम्रो है सबैजना हामी अवस्थामा छौँ के द्वारा हामीले आफूलाई सेटिस्फाई बनाउन खोजिरहेको छौँ तर प्रभु यीशुले भन्छ लिभिङ वाटर म हुँ पानी चाहिँ म तिमीहरूलाई दिन्छु होइन 4 अध्यायमा पनि हामी पढिबस्छौँ होइन 4 अध्यायको कति पढिदिनुहोस् अलिकति कति पदमा हामी पाउँछौँ 7-8 पदमा होला हो 4 अध्यायको 10 पद पढिदिनुहोस् त यीशुले जवाब दिएर उसलाई भन्नुभयो अनि पढ्दै जानुहोस् त
उहाँले तिमीले नि चाल पाएको भएदेखिलाई मलाई त्यो जिउँदो पानी, आज त्यो पानी बिना तपाईँ जिरहनु भएको छ हो। मैले भने यहाँनिर कोही पनि छैन यो पानी नछुइकन नआउने, पानी युज नगरिकन, पानी बिना है हाम्रो घर परिवार चल्दै चल्दै त्यो बिना हामी है, अनि हाम्रो घरमा एकदम स्टक पानी होला। केमा? ट्याङ्क ठुलो बनाएको होला है, घरमा त्यो सानो सानो डब्बाहरूमा पनि के गरेर राखेको होला? पानी भरेर राखेको होला है। तर तपाईँको जीवनमा, तपाईँको घरमा साँचो लिभिङ वाटर तपाईँको घरमा, तपाईँको जीवनमा छ के? त्यो चाहिँ प्रभु यीशु मसीह हुनुहुन्छ। यसकारण यो प्र्याक्टिकल कुरा हामीले प्रभु यीशु मसीह हाम्रो जीवनमा छ भने नि है, यस सालको है भजन सङ्ग्रहको किताब 1 अध्यायको 3 पदलाई पढिदिनुहोस् न है। तब मात्र तिमी के बन्छौ अरे? सफल बन्छौ अरे। त्यो चाहिँ पानीको केमा रोपिएको रोप जस्तो हुन्छ अरे, किनारमा रोपिएको, नदीको किनारमा रोपिएको बोट जस्तो हुन्छ। तपाईँ र म बन्न सक्छौँ, तपाईँ र मेरो मण्डली, मेरो घर परिवार बन्न सक्छ यदि पानी हाम्रो जीवनमा छ भनेदेखिलाई। यसकारण प्रभु रहित, ख्रिस्ट रहित जीवन हामीले जिएका छौँ भनेदेखिलाई हामी होसियार हुनुपर्छ। अनि है हामी ख्रिस्टलाई चाहिँ आज कसैले पनि यो ख्रिस्ट यीशुलाई जो जिउँदो पानी हुनुहुन्छ, जो पानीको मुहान ख्रिस्ट यीशु हुनुहुन्छ, यहाँ आउनु भएको छ, देखाइरहनु भएको छ। प्यास मेटाउनको निम्ति सामरी स्त्री जस्तै तपाईँ विभिन्न ठाउँहरूमा गइरहनु भएको छ है। यङ्गस्टर्सहरू हो भनेदेखिलाई यी दिस डेजमा है क्लबमा जान्छन् है, जिममा जान्छन् है, कतिवटा है ठाउँहरूमा जान्छन्, जसद्वारा आफ्नो बडीमा त्यो है सन्तुष्टता त्यो हासिल गर्न चाहन्छ, त्यो हेल्थ बनाउन चाहन्छ, या त केही सिक्न चाहन्छ, तर गरिसकेर पनि सन्तुष्ट नभएको हुनसक्छ। तर प्रभु यीशु मसीहमा आउनु भनेदेखि नि है यु विल गेट रियल ट्रु सेटिस्फ्याक्सन तपाईँले ख्रिस्ट यीशुद्वारा पाउनु। अनि प्रभुले सामरी स्त्रीलाई भने है तिम्रो जीवनबाट जो जीवनको मूल पानी निस्किन्छ है, त्यो पानीको आशिष। यो मैले भनिहालेँ भजन सङ्ग्रहमा यस साल होइन 1 अध्यायको 3 पदलाई पढिदिनुहोस् त। तब ऊ पानीको नदीको किनारमा रोपिएको रुख झैँ हुनेछ, जसले आफ्नो ऋतुमा जसले फल फलाउँछ। यसकारण हेर्नुहोस् है, तपाईँ हरियो भरियो हुनु भने, फ्रुटफुल हुनु भने, अनि अन्तमा पढिदिनुहोस् तब ऊ के हुन्छ अरे, लास्टमा के हुन्छ हुँदै जान्छ अरे, उसको पात पनि ओइलिने छैन, उसले जे गर्छ सफल। यसकारण तपाईँ यङ्गस्टर्सहरू मोस्टली है तपाईँले सफलता पाउनु है, इक्जाम दिनुभयो है, अब तपाईँ पास हुनुभयो, तपाईँले इन्टरभ्यू दिनुभयो, अब तपाईँ असफल भएन है, कामै पाएन है, कति फ्रस्ट्रेट हुनुपर्छ कति कुराहरू, तर तपाईँ जिउँदो पानीमा लागिरहनु भयो भने, तपाईँले त्यो पानी तपाईँको जीवनमा लगाइरहनु भयो, त्यो पानीमा तपाईँ रहिरहनु भयो भनेदेखि तपाईँले सफलता पाउनुहुन्छ। ख्रिस्ट बिना, ख्रिस्ट बाहेक तपाईँले सफलता पाउनु सक्नुहुन्न। संसारमा पाएको छ मान्छेहरूको सफलता पाएर है ठुलो ठुलो औहदामा पुगेछ, धनी मानी बनेका छन्, त्यो छनबुङहरू। त्यो चाहिँ कस्तो अरे भन्दाखेरि चाहिँ नि है उनीहरूले चाहिँ त्यो पानी चाहिँ नि रिजर्भ गरेको एउटा ट्याङ्कमा राखेको जस्तो मात्रै अरे। एउटा पतला पढौँ न त्यो चाहिँ। यसकारण आज त्यो चुहेर जान सक्छ, त्यो भत्केर जान सक्छ। एउटा पतला पढ्नुहोस् त, आउनुहोस् त यर्मियाको किताब 2 अध्यायको, यर्मिया 2 अध्यायको यर्मिया 2 को 13 पदलाई पढिदिनुहोस् त। यसकारण तपाईँ र मेरो अवस्था पनि याद गर्नुहोस् है। यसकारण आज हामीले सक्सेस पाउनु हो भने, हामी हरियो भरियो हुने फ्रुटफुल बन्नु हो भनेदेखिलाई प्रभु यीशु मसीह यो सेवा गरिरहेको चाहिँ एउटा एम्स एन्ड अब्जेक्टिभ के हो भनेदेखिलाई आज यो है केही आत्मिक शिक्षा पाएर चाहिँ नि एउटा खुसी हुनु, सेटिस्फाई हुनु है, आफू है एकदम के भन्छ के भन्नु, यी कुराहरूद्वारा कम्प्रोमाइज गरेर राम्रो भयो, मजा आयो, राम्रो यो सेवा भयो, मासु भात खायो या त के गर्यो ऊ गर्यो त्योलाई भेट्यो भन्ने होइन। तर यो सेवा गराइद्वारा है हामीले सुनेका कुराहरूद्वारा प्रभु यीशु मसीह जो स्वर्ग जानुभएको छ है आकाश छिचोलेर, त्यो प्रभु फेरि आउनु हुँदैछ, उहाँलाई भेट्नको निम्ति हो यो सेवा गरिएको छ। यङ्गस्टर्सहरू नाश नहोस् भन्ने उद्देश्य राखेको चाहिँ है प्रभु आइरहनु, त्यो प्रभुलाई भेट्नको निम्ति तयार हौ भनेर। तर आज हामी कुन चाहिँ कतापट्टि गइरहेको छौँ? आज हामी विश्वासीकै छोराछोरी हो, मण्डली नै हो, कतिजना छ आज हामी जिउँदो पानी है, जिउँदो पानीले है प्रभु यीशु मसीहलाई देखाउँछ भने एउटा चाहिँ केलाई देखाउँछ भने म भनिहाल्नु पर्यो, एउटा चाहिँ केलाई देखाउँछ भनेदेखिलाई है परमेश्वरको वचनलाई पनि पानीसँग तुलना गरेको छ, अर्को एउटा मण्डलीलाई पनि तुलना गरेको छ। याद गर्नुहोस् है, चर्च पनि एउटा चाहिँ के हो, पानीको
मुहान हो, पानी हो। त्यहाँ चर्चभित्र है हामी रह्यो भने, यो मण्डलीको दर्शनभित्र चर्चभित्र रहिरह्यो भनेदेखिलाई आज हामीले है सफलता पाउन सक्छौँ, हाम्रो उन्नति हुन्छ। प्रभु आउँदा है हामी प्रभुको साथमा उठाइन्छौँ। तर आज मोस्ट अफ द बिलिभर्स यी दिनहरूमा चाहिँ नि ज्ञान बढेको कारणले हाम्रो है हाँगा बिङ्गा यताउता पलाएको लागेको कारणले बिस्तारै जिउँदो पानीको मुहानबाट है हामी चाहिँ कहाँतिर जाँदैछौँ भनेदेखि है फुटेको ट्याङ्कतिर पो जाँदैछौँ। त रिजर्भ गरेको हुन्छ सानो, जस्तो यहाँनिर खोल्सा छ, त्यहाँ सानो पानी पलाउँछ अरे, सानो होस् अरे, तर त्यो पानीलाई कलेक्ट गरेर एउटा ठुलो ट्याङ्कमा जम्मा गर्यो भने त धेरै पानी हुन्छ नि, धेरै के गर्नु सक्छ, त्यसले काम गर्नु सक्छ। आज हामी चाहिँ मुहानलाई छोडेर चाहिँ ट्याङ्कपट्टि जाँदैछौँ है यी दिनहरूमा। होसियार हुनुहोस् यङ्गस्टरहरू। यस कारण यहाँनिर 13 पदको 2 अध्यायको 13 पदलाई पढिदिनुहोस् त। यस कारण हामी जतासुकै कुद्नु हुँदैन नि, जहाँसुकै मन पऱ्यो त्यता जानु हुँदैन, पानी नै हो नि त्यहाँ पानी नै आउँदैछ भनेर कुद्नु हुँदैन नि है। आज मण्डलीबाट यो मण्डली छ, साँचो मण्डलीको दर्शन छोडेर अर्को मण्डलीदेखि बाहिर भएको ठाउँहरूमा आज हामी कुदेर जाँदैछौँ। त्यहाँनिर हामीले है परमेश्वरको अनादर है श्राप र दण्ड घर परिवार मण्डलीमा ल्याए प्रभु आउन हामी छोडिने कारण बन्छौँ। याद गर्नुपर्छ है, फुटेको ट्याङ्कतिर हामी लागिरहेका छौँ। यहाँ त्यसै नै भन्छ, यहाँ त त्यो यो बाइबलमा ट्याङ्की नै लेखिदिएको छ है। इङ्ग्लिसमा त के लेखेको छ कुनै, नेपालीमा त ट्याङ्क नै लेखेको छ। पढ्नुहोस् त। किनकि मेरो प्रजाले दुईटा खराबी गरेका छन्, तिनीहरूले म जिउँदो पानीको मुहानलाई त्यागेका छन्। हेर्नुहोस् है, आज जिउँदो पानीको मुहानलाई त्यागेर आज विश्वासीहरू यङ्गस्टर्सहरू है मण्डलीका जिम्मेवारीहरू मण्डलीका धेरैजनाहरू आज के भएछ भने जिउँदो पानीको मुहानलाई, प्रभु यीशु मसीह हुनुहुन्छ, जिउँदो वचनको शिक्षा छ, एउटा मण्डली छ, यो कुरा अर्को ट्याङ्कतिर पो लाग्दैछ। त त्यहाँ पनि राम्रै पानी नै आउँछ जस्तो यही त्यहाँबाट, तर त्यो पानी सधैँ रहँदैन है, केही समयको निम्ति। अनि त्यो पानी त्यो ट्याङ्क चाहिँ कस्तो अरे, पढ्दै जानुहोस् त। तिनीहरूले आफ्ना निम्ति ट्याङ्कीहरू, फुटेका ट्याङ्कीहरू खोपेर बनाएको छन्। आज धेरैजनाले के गरेको छ भने ट्याङ्कहरू बनाएको छ, अनि त्यो ट्याङ्कहरूमा हाम्रो है के बनाएको छ, प्यास मिटाउन चाहिरहेको छौँ है। त्यस्तो मण्डलीतिर, त्यस्तो व्यक्तिहरूतिर, त्यस्तो संस्थाहरूतिर, त्यस्तो है तिर हाम्रो के परिरहेको छ, हाम्रो है नजर परेको छ, हाम्रो लिङ्क परेको छ। हामी त्यतातिर जिउँदो पानीको है तिनीहरूले के गरेका छन् भने जिउँदो पानीको मूललाई चाहिँ त्यागेको छ, ट्याङ्कतिर फुटेको ट्याङ्कतिर पो लागेको छौँ। यी दिनहरूमा होसियार हुनुपर्छ है, यरुशलेमका है होसियार हुनुपर्छ है गेजिङको होसियार, योहानिसी नामथाङको है यसरी नै मण्डली। आज हामी के हुनुपर्छ, जिउँदो पानीलाई छोड्नु हुँदैन, त्यो मण्डलीलाई छोड्नु हुँदैन है, त्यो केलाई देख्नु वचनलाई छोड्नु हुँदैन, प्रभु यीशु मसीहलाई छोड्नु हुँदैन। प्र्याक्टिकल कुराहरूमा एउटा सन्देश पनि यो कुराहरू हामी पाउन सक्छौँ। अनि यङ्गस्टर्सको विषयमा यो कुरालाई यहाँ राखेर हामी समय भइहालेको यूहन्ना 2 अध्यायमा हामी पाउँछौँ। एउटा बिहा भइरहेको थियो, आनन्द भइरहेको छ। आज त्यो ठाउँमा है त्यो घ्याम्पाहरू सबै सिद्धिए, त्यहाँ भएको रमझमका कुराहरू सबै सिद्धिए, तर त्यहाँनिर के भरियो भनेदेखिलाई पानी भरिँदा त्यसले यति थुप्रो त्यहाँनिर है यो अनर पायो है। त्यो बेलाले 2 अध्यायमा हामी पाउँछौँ। पढिदिनुहोस् त, त्यहाँनिर 3-4 पदलाई पढिदिनुहोस् त, यूहन्ना 2 अध्यायमा। यस कारण तपाईँको जीवन, तपाईँको घर परिवार मण्डली आज है त्यो सबै सिद्धिएको अवस्थामा हुनुहुन्छ। प्रभु यीशु मसीहले तपाईँको जीवनलाई मिठासले भर्न चाहनुहुन्छ, फेरि त्यो मूल्यले भर्न चाहनुहुन्छ, त्यो रङले भर्न चाहनुहुन्छ। पानी त्यो भित्र भरियो, हाल्नु, तपाईँले त्यो पानीलाई नि आफ्नो जीवनमा हाल्नु दिनुभयो भने तपाईँले त्यो आशिष, त्यो मिठास, त्यो अनर है त्यो भ्याल्यु तपाईँको बढेर जान्छ। याद गर्नुहोस् है, अघिसम्म त्यो पानी मात्रै थियो, तर प्रभु यीशु मसीहमा भयो भनेदेखिलाई इन क्राइस्ट त्यो कुराहरू हुन गयो भनेदेखिलाई चाहिँ नि त्यो पानीको मूल्य बढेर जान्छ। याद गर्नुहोस्, एउटा पानीको है 1 लिटरको 15-20 रुपियाँ होला भनेदेखिलाई नि त्यो है जुन रङ र रस र त्यहाँ मिठास भयो नि, त्यसो 1000 रुपियाँभन्दा बेसी त्यसको के भयो, मूल्य बढेर गयो, पानी मात्रै। यसकारण प्रभु यीशु मसीहमा हाम्रो जीवन ल्यायो भनेदेखिलाई यङ्गस्टर्सले तपाईँको जीवन प्रभु यीशु मसीहलाई दिनुभयो भनेदेखिलाई नि उहाँले यो है आशिष दिनुहुन्छ। अनि यो यूहन्नाको किताब 2 अध्यायमा के गर्न पाउँछौँ, हामी पाउन सक्छौँ। यसकारण पढिदिनुहोस्, यूहन्ना 3 अध्यायमा एउटा बिहाको भोज भएको थियो अरे, अनि त्यो भोजमा है मध्य सकिँदाखेरि है प्रभुले त्यो घ्याम्पाहरू पानीले भर्नु। पढ्नुहोस् त 5 पददेखि। तिनीहरूलाई दागमतको खाँचो पर्दा यीशुको आमाले उनलाई भनी,
तिनीहरूसित दाखमत छैन। तिनीहरूसित दाखमत छैन। येशूले तिनलाई भन्नुभयो, यीशुले तिनलाई भन्नुभयो, हे नारी, हे नारी, तपाईसित मेरो के काम छ? तपाईसित मेरो के काम छ? मेरो समय अझै आएको छैन। मेरो समय अझै आएको छैन। उहाँकी आमाले नोकरहरूलाई उम्, उहाँले तिनीहरूलाई जे भन्नुहुन्छ उम्, त्यही गर्न। 7 पद अब एकैचोटि येशूले तिनीहरूलाई भन्नुभयो, यीशुले तिनीहरूलाई भन्नुभयो, पानीका घामहरूमा पानी भर। पानीका घ्याम्पाहरूमा। आज तपाईँ त्यो अघि पानी बिनाको बादल जस्तै, पानी बिनाको घ्याम्पा जस्तो तपाईँ बनिरहनु भएको छ है। कतिवटा खोलाहरू छ, के बिनाको खोला? पानी बिनाको खोला। तपाईँको जीवन त्यसरी बितिरहेछ हो। संसारको कुराहरू पर्याप्त होला, संसारको कुराले तपाईँको घर बलेको होला, तपाईँको है रुम भरेको होला, गडरेजहरू तपाईँले अझै थप्दै थप्दै त्यो ड्यामै भरेको होला। तर है आत्मिकी कुराहरू स्पिरिचुअली तपाईँले हेर्नु भनेदेखिलाई तपाईँ पानी बिनाको घ्याम्पा जस्तो बन्नुभएको छ। आउनुहोस् है, आज प्रभु यीशु मसीहले त्यो पानी भर्न चाहनुहुन्छ तपाईँको जीवनमा, मेरो जीवनमा, हाम्रो घरमा, हाम्रो परिवारमा है। तब त्यो मिठासले भरिन्छ। अब यो घटना हामीलाई थाहा छ, यो पनि यिनै राख्न पर्यो। यसकारण यो कुराहरू हामीले याद गरौँ। यङ्गस्टर्सले बाइबल पढेको छैन भने पढ्नुपर्छ। अब दोस्रो कुरा चाहिँ है, प्रभु यीशु मसीह एउटा कुरा भयो। अब दोस्रो चाहिँ पानीले केलाई दिन्छ? प्रभु यीशु मसीहलाई देखाउँछ। यसकारण सबै हामीले हाम्रो जीवन पानी बिना, मैले अघि नै भने नि, पानी बिना कोही यो घरभित्र आएको चाहिँ कोठाभित्र कोही पनि छैन भनेदेखिलाई आज तपाईँले बाइबल पढेर आउनुभएको छ है। जसरी बिहान उठ्ने बित्तिकै पानी बिना हाम्रो लाइफ सुरु हुँदैन भनेदेखिलाई वचन बिना पनि हाम्रो लाइफ के हुनु हुँदैन? स्टार्ट हुनु हुँदैन। वचन पढ्नुभएको छ, यङ्गस्टर्सहरूले वचन पढ्छ, बाइबल पढ्छ। नट ओन्ली बिहान उठेर बेलुका मात्रै होइन, तर हामीले हाम्रो समयमा हामीले के गर्नुपर्छ? वचन। त्यसकारण है बाइबलले, पवित्र शास्त्र, परमेश्वरको वचनले के भन्छ भने वर्ड अफ गडलाई पनि वाटरसँग के गरेको छ? तुलना। यसकारण आज हाम्रो जीवन, यङ्गस्टर्सको जीवन नि पानीले भरेको हुनुपर्छ है, अनि मात्रै हामी प्रस्परेस बन्न सक्छौँ। हाम्रो जीवनमा है फेलियर होइन, तर हामी सक्सेस बन्दै जान सक्छौँ। त्यसकारण हाम्रो जीवनमा वचन हुनुपर्छ, वचन पढ्नुपर्छ। तर अघि मैले त्यो बाइबल कोर्सको विषयमा पनि भनिरहेको थिएँ। आज मोस्ट अफ द यङ्गस्टर्सहरूले धेरैजना इन्करेज पनि गर्छन्, त्यो नराम्रो पनि होइन। म पनि एउटा शिक्षक भएको कारणले नानीहरूलाई पढ्नुपर्छ भनेर म भन्ने गर्छु, किताबहरू धेरै पढ्नुपर्छ भनेर गर्छु। तर एउटा कुरामा म के भन्ने गर्छु भनेदेखिलाई नट ओन्ली है के भन्छ किताबहरू पढ्नु होइन, तर है आज चाहिँ कस्तो भइरहेको छ भनेदेखिलाई नि मान्छेले ज्ञानले प्रभुलाई प्रेम गर्न चाहेको छ, ज्ञान र बुद्धिले प्रभुको सेवा गर्न चाहेको छ, आत्माले भरिएर होइन है, यो वर्डले भरिएर होइन है। यसकारण कलसीको किताब भन्छ तिमीहरूको हृदय है परमेश्वरको वचनले के गरोस् अरे? भरियोस् अरे। पढिदिनुहोस् त, पहिला त्यो पत्ला पढिदिनुहोस् त, त्यहाँनिर है कलसीको 3 अध्यायको 15 पदलाई नै होला। यसकारण आज दिस डेजमा चाहिँ यङ्गस्टर्सहरूले के गर्छ भने है आज त एकदम गुगल गर्छ है, अब इन्साइक्लोपिडियाहरू, विकिपिडियाहरू हर किसिमको है साधनहरू भएको कारणले गर्दा सजिलै अनि किताबहरू है आफ्नो घरमा है एकदम लाइब्रेरी बनाएर राख्न सक्छ। धेरै पुस्तक पुस्तिका पढ अनि विद्वान हुन्छ, पक्का हो। पुस्तक पुस्तिका पढ्ने मान्छे बाठो हुन्छन्, ज्ञानी हुन्छन् है, विद्वान हुन्छन्, पढ्न पर्छ। तर आत्मिकी चाहिँ बन्दैन है। किताब पढ्ने मान्छे आत्मिकी पढ्नु बन्दैन, मैले देखेको छैन। ब्रदर भक्सिङको कुरा है मलाई याद आउँछ है। एक समय के गरेछ अरे भनेदेखिलाई एउटा ठुलो कन्भेन्सन लगाएको रहेछ। अनि कन्भेन्सन लाउँदाखेरि चाहिँ नि बोलाएछ, एकदम विद्वान मान्छेहरूलाई बोलाएछ त्यो कन्भेन्सनमा बोल्नको स्पिकरको रूपमा। अनि त्यसमा चाहिँ एउटाको नाम पनि आएछ है, ब्रदर बक्सिङ भनेर है। उनीहरूले मान्छे, यो मान्छे पनि है बोल्नु सक्ने एउटा क्षमता भएको मान्छे हो भनिकन अनि है उनीहरू एकदम त्यति लामो डिग्री भएको मानिसहरू है त्यहाँ भेला भएको छ। अनि अर्गनाइजिङ कमिटीको मान्छे है उनीहरूले अब एकदम कुरा गर्दाखेरि कोलाई बोलाएको छ, को छ यो है कन्भेन्सनमा बोल्नको निम्ति, यो सेमिनारमा बोल्नको निम्ति भनेर भन्दा यो को हो यो मान्छे है, हि इज फ्रम इन्डिया, यो इन्डियाबाट भन्ने मान्छे को हो, उसको डिग्री के छ, उसले कति पढेको छ, उसको डिग्री के छ, उसले कति के भन्छ किताबहरू पढेको छ र उसले बताउन सक्छ भनेर भन्दाखेरि त है केही पनि छैन उसमा त त्यो व्यक्तिमा। अनि त्यो व्यक्ति हाम्रो है ब्रदर भक्सिङ भाइ हुनुहुन्छ है, केही पनि छैन। अनि है त्यो त्यहाँ त्यो एकदम सल्याङ मल्याङ हुनु थालेछ। होस् यो मान्छेलाई बोल्नु
नदिउँ हामी यो मान्छेलाई बोल्नु, हाम्रो यो सबै खतम बनाइदिन्छ। कस्तो कस्तो मान्छे ज्ञानी विद्वानहरू आएको हुन्छ, त्यहाँनिर स्टुडेन्टहरू एकदम है युनिभर्सिटीको स्टुडेन्टहरूलाई है त्यहाँनिर प्रिच गर्नुपर्छ, तिनीहरूलाई बताउनुपर्छ। यो मान्छेले के बताउन सक्छ, उसको केही डिग्री त छैन रहेछ। अनि पछिबाट है त्यो है होइन उसलाई दिउँ बोलाइहाल्यो, अब अप्ठ्यारो हुन्छ। अनि है अरू सबैजना आयो, अनि है फलाना फलाना डक्टर है, उसले पिएचडी गरेको, उसले के गरेको, यति यति के पढेको, यति यति डिभिनिटी गरेको, उसको थियोलोजी यति लामो लामो डेजिग्नेसन बताउँदै है अनि उनीहरू आएर एकदम बोल्दै गयो। जब है ब्रदर बक्सिङ फ्रम इन्डिया अनि उहाँ आउनु भएपछि चाहिँ के गर्नुभयो अरे भन्दाखेरिलाई चाहिँ नि उहाँले त्यस्तो अब केही डेडिग्नेसन पनि छैन, एउटा ब्रदर मात्रै भनेर भनेको छ है। अनि उहाँ आउनुभयो अरे, छट्टै साधारण मान्छे आउनुभयो अरे, अनि पुलपिटमा भन्नु त्यो स्टेजमा चट्टै चढ्नु पर्यो, कम लेट्स प्रे है, उहाँले प्रार्थना गरौँ। अनि उहाँ घुँडा टेकेर प्रार्थना गर्दा सबै के गरेको यो मान्छे अचम्म भयो। यत्रो बाइबलका विद्वानहरू त्यहाँ भएका छ, उनीहरूले उभिएर जुत्तैसँगले के गरे, त्यो प्रचार गरिदिए, के भनिदिए। तर ब्रदर घिसिङ आइकन के गर्नुभयो अरे, घुँडा टेकेर कम लेट्स प्रे, प्रार्थना मात्रै गर्नुभयो। भरे मान्छे त लालक लुलुकै प्रार्थना गरिसकेर जब वचन बोल्नु भयो, उहाँले कुनै वचनबाट यति सिम्पल कुराहरू बताउनु भयो, तर त्यति विद्वानहरूको हृदयभित्र छेड्यो। पछिबाट है कहीँ केही गर्दाखेरि है तपाईँले पाउनु पनि हुन्छ होला है, त्यो किताब तपाईँले है कसै कहीँ त्यो छापिएको मैले देखेको थिएँ। पछिबाट ब्रदर बक्सिङको नाम चाहिँ नि के भनेर राख्यो, यति डेडिग्नेसन भएको नाम केही पनि छैन, तर ब्रदर बक्सिङलाई के भन्यो अरे, म्यान अफ गड फ्रम इन्डिया। उहाँको के त टाइटल चाहिँ के भनेर पायो, म्यान अफ गड फ्रम इन्डिया अरे। अरू कतिजनालाई पनि 2-3जनालाई भन्यो, यति लामो नै केले गर्दाखेरि उनीहरू म्यान अफ गड अफ इन्डिया भयो भनेदेखिलाई केवल बाइबल के गरेर पढेर। अनि अरूले भन्यो अरे, ब्रदर फ्रम विच युनिभर्सिटी यु हेभ स्टडिड, तिमी है तपाईँ कुन चाहिँ युनिभर्सिटीमा पढ्नुभयो, कुन चाहिँ कलेजमा गएर यो बाइबलको कुराहरू यत्रो जान्नुभयो भन्दाखेरि आई युज टु गो टु नी कलेज भनेर भन्नुहुन्थ्यो अरे भाइ बक्सिङले। म कुन चाहिँ कलेजमा पढेको, नी कलेज भनेर बुझ्दै भने वेयर इट इज, अमेरिका, युके है, कहाँनिर हो तपाईँले पढ्नु भएको होइन। भाइजीले मुस्कुराउँदै हुन्छ, आई है स्टडी इन नी कलेज भन्नुहुन्थ्यो अरे। बुझेन उनीहरूले। अनि उहाँहरूलाई आई युज टु गो टु नी कलेज, म घुँडामा है बस्छु र प्रभुले मलाई के दिनुहुन्छ, वचन दिनुहुन्छ, प्रकाश दिनुहुन्छ। यसकारण तपाईँ यङ्गिस्टर्सको निम्ति, हामी सबैको निम्ति पनि हामीले किताब पढेर त्यो प्रभुको वचन प्रकाश पाउन चाहिरहेको छौँ कि नी कलेजमा गइकन पानीले चाहिँ नि परमेश्वरको वचनलाई देखाउँछ भन्ने कुराहरू देखेको। यसकारण हामी चाहिँ केले भरिनुपर्छ अरे, कलसी 3 अध्यायको कति पद भने मैले 16 पदलाई पढिदिनुहोस् त, समय गइहाल्यो है। मेरो पेन तानिने अब समय भइहाल्यो है। पढिदिउँ त। ख्रिस्टको वचनले तिमीहरूभित्र प्रशस्त गरिकन बास गरोस् है। यति याद गरिरह, यङ्गिस्टर्सले याद गरोस्। यसकारण अब प्रभुको आगमन ढिलो भएको खण्डमा हामी बाँचेर प्रभुको सेवा गर्दै प्रभुको दिनलाई पर्खिनुपर्छ भने किताब पढेर किताबले भरिनु होइन, किताबको ज्ञानले होइन है, त्यस्तो है ज्ञान र विज्ञानका कुराले भरिनु होइन यङ्गिस्टर्सहरू। तर हामी केले भरिनु अरे, केले भरिनुपर्छ अरे, परमेश्वरको वचनले पढ्नुपर्छ है। मलाई त थाहा छैन, मैले कतिपल्ट बाइबल छिचोले सानैदेखि पढेको, प्रभु घरमा हुर्केको बढेको कारणले गर्दा है। पहिला त नेपाली बाइबल थिएन, 1979मा मात्रै नेपाली बाइबल छापिएको। अनि फर्स्ट नेपाली बाइबल है मैले लिएको, अहिलेसम्म नै त्यो बाइबल मसँग छ। मैले त्यो पढेँ, थोत्रै भइसकेको छ, कतिपल्ट पढेँ थाहा छैन, लगभग है थाहा छैन। तर यसो अनुमान लाउँदा 20, 30, 40 पल्ट त पढिसकेँ कि उत्पत्ति टु प्रकाशित वाक्य मैले पढेँ, तर पनि थाहा त छैन मलाई। तपाईँले कति बाइबल पढ्नुहुन्छ, कतिपल्ट छिचोउनु भयो? म जब कलेजमा गएको थिएँ, म यति लज्जित भएँ क्या। कलेजमा कहिले पनि किताब नपढ्ने मान्छे है, पढ्नु अल्छी लाग्थ्यो, सबैभन्दा अल्छी लाग्ने मेरो सब्जेक्ट नै है हिस्ट्री थियो। यति अल्छी लाग्दो किताब थियो कि हिस्ट्री पढ्नु कि। अनि कलेजमा जाँदाखेरि मलाई है प्रोफेसरले स्ट्यान्डअप भने उठाए कि, नेपालीको एउटा क्लास थियो है। अनि उठाएपछि है 1-2वटा के सोध्यो, म त अल्लै परेँ भन्ने कुन चाहिँ किताबको के को विषयमा भन्दैछ भनेर क्या। अनि त्यो कलेजमा एउटा सिलेबस चाहिँ नि उर्वशी भन्ने एउटा उपन्यास रहेछ।
अहिले पढ्नु भएकोलाई तपाईँहरू जो कलेज पढ्ने हुन्छ भने के भनेको उपन्यास हो भनेर भने अनि मलाई भने त तुरन्त गएर लाइब्रेरीमा गएर त्यो किताब लिएर पढ्नु भने अनि म लाइब्रेरीमा गएँ अनि किताब लिएँ त्यहाँदेखि मैले त्यो उपन्यास अब के थाहा छैन मलाई अनि मैले त्यो पढ्न थालेँ यस्तो मजा आउँदै थियो है त्यहाँ त लभ स्टोरिजहरू हुँदो रहेछ है त्यहाँनिर एकदम है सङ्घीय ज्ञान त वियोगान्तको है त्यो के चर्चाहरू त्यहाँ गरेको मजाको लाग्यो पढ्दै गएँ त्यहाँदेखि त यस्तो एडिक्ट जस्तो भएछ कि त्यहाँदेखि त लाइब्रेरीमा मात्रै होइन दोकानमा गएर नि काशीनाथ भने अहिले त बन्द भयो है काशीनाथ उपासक भने कालिम्पोङमा त्यो ठुल्ठुलो किताबको दोकान त्यहाँ गएर उपन्यास किनेर पढ्ने व्यक्ति म भएछु यति साह्रो इन्ट्रेस्ट मलाई हुनु थाल्यो यति मजा लाग्नु थाल्यो क्या त त्यो कथाहरू पढ्दाखेरि क्या त पढ्नु है उपन्यास केले भने मलाई लजित भएको कारणले गर्दाखेरि आज यहाँनिर पनि हुनसक्छ होला तपाईँले कुन चाहिँ किताब बेसी कति चटपट छु है तपाईँले छिचिल सक्नुभयो होला बट वाट एबाउट बाइबल तपाईँले प्रभु पाउनुभयो कति वर्ष 30 वर्ष भयो भने कतिपल्ट छिचोल्नु भयो 10 वर्ष भयो भने 5 वर्ष भने 1 वर्ष 2 वर्ष कतिपल्ट छिचोलिसक्नुभयो बाइबल यसकारण है त्यो चाहिँ पानी हो है पानी परमेश्वरको वचन के हो पानी हो यसकारण पानी हामीले के गर्नुपर्छ हो अहिले मेमोरी हराएको कारणले है मैले पढेको टिनेजरमा मैले बाइबल कतिचोटि पढिसकेको कारणले गर्दा अहिले जतिवटा रेफरेन्स मलाई थाहा छ भनेदेखिलाई त्यही समयमा है 12-14 वर्षको उमेरमा टिनेजरको उमेरमा पढेको रेफरेन्स मात्रै अहिलेसम्म थाहा छ अहिले पढ्दा बिर्सिहाल्छ आजकल त्यति बेला नै मैले बाइबल कतिपल्ट पढेको है त्यो चाहना पनि भएको कारणले त्यसकारण म यो इन्करेज गर्न चाहन्छु यो वचनद्वारा प्र्याक्टिकल तको लगमा यो कुराहरू म भन्न चाहन्छु त्यसकारण यङ युजर्सले सबैभन्दा बेसी के पढ्नुपर्छ अरे बाइबल पढ्नुपर्छ अहिले कलसीमा पढ्यो हामी सबैले मिलेर पढौँ त कलसीमा तिमीहरूको हृदय केले भरेछ अरे 3को 16 पद हामी सबै पढौँ अब अन्तमा एउटा पद त हामी पढ्छौँ अनि हामी राख्छौँ है कलसी 3को 16 पद ल पढौँ त ख्रिस्टको वचनले तिमीहरूभित्र प्रशस्त गरी बास गरोस् भजन स्तुति गान आत्मिक गीतद्वारा सारा बुद्धिसाथ एकअर्कालाई सिकाऊ र सम्झाऊ अनुग्रह साथ आफ्नो हृदयमा प्रभुका निम्ति गाऊ ख्रिस्टको वचनले तिमीहरूभित्र प्रशस्त गरिकन एबन्डेन्टली है हाम्रो भित्र बास गर्नुपर्छ यसकारण हामी यहाँ आएका छौँ अब हामी यहाँबाट छुटेर जान्छौँ है आज यो कुरा यति कुरालाई लिएर जाउँ पानी बिना हामी बाँच्न सक्दैनौँ अनि पानीलाई चाहिँ अर्को है अब साइन्टिफिक भाषामा या त साधारण प्रकारले भन्दाखेरि के भन्छ भने वाटर इज अ युनिभर्सल के भन्छ सल्भेन्ट भनेर भन्छ है युनिभर्सल सल्भेन्ट पानीमा कुनै पनि कुराहरू के गर्न सक्छ उसले राख्न अब अघि भने कोहिसन है प्रोपर्टिज भएको कारणले गर्दा उसले आफू भित्र राख्न सक्छ भनेदेखिलाई अब तपाईँ र म चाहिँ को जस्तो हुनुपर्छ भनेदेखिलाई नुन जस्तो भएर चाहिँ बाँच्न सक्नुपर्छ नुन चाहिँ के हुन्छ भनेदेखिलाई आफू हराउँछ बिलिन्छ त्यो पानीभित्र पसेपछि नि ख्रिस्टमा एउटा गीत गाउँछ नि ख्रिस्टमा छुपिएको जीवन के भन्ने एउटा गीत के पो त्यो एउटा नछुन तिमी आफैले ख्रिस्टभित्र छुपिएको भन्ने एउटा गीत के भन्छ नि हामी के भित्र छुपिएको हुनुपर्छ ख्रिस्टभित्र पानीमा लुकेको नुनलाई मैले अघि भने पानीमा हाले पनि नुन अब कहिले पनि के गर्दैन देख्दैनन् याद गर्नुहोस् त्यो पानीभित्र बिल्ले त्यो मलिकुलर स्पेसभित्र त्यो पसिसकेको हुन्छ तपाईँ र म यङ युजर्सहरू आज मसँग ट्यालेन्ट छ देखाउन चाहन्छ हो प्रभु म अघि प्रभुको दासले भन्दै थियो है हामीले इन्करेज गर्नु देखाउनु होइन कसैलाई एक्सपोज गर्नु प्रदर्शन गर्नु होइन तर प्रभुमा भएर इन क्राइस्ट भित्र भएर चाहिँ प्रभुको महिमा र प्रशंसा गर्नुपर्छ यसकारण गाउने बजाउने लगमा है कुनै पनि काम गर्ने लगमा हामी ख्रिस्टभित्र लुकिएको जीवन हुनुपर्छ अनि मात्रै चाहिँ त्यो है पानीले चाहिँ स्वाद र मिठास के गर्न सक्छ दिन सक्छ यसकारण हामी लुपे आज धेरैजना है के हुन चाहन्छ भनेदेखिलाई है एक्सपोज हुन चाहन्छ बाहिर देखा पर्न चाहन्छन् है यङ स्टर्सहरू पनि म पनि एक समय त्यस्तै भइसकेको थिएँ नि मेरो पनि प्र्याक्टिकल कुरा गर्नु पर्दाखेरि म के भएको थियो भनेदेखिलाई अलिअलि बाजा मैले के गर्दै थिएँ भनेदेखिलाई है सिक्दै थिएँ है सिक्दै गर्दाखेरि है मलाई पनि छट्टै ट्र्याकदेखि बाहिर बनाउन आँटेको थियो तर मैले त्यस दिन है प्रतिज्ञा गरिकन मैले के गरेँ भने अब म है संसारपट्टि त्यो बाजा बजाउँदिनँ है त्यो संसारमा जाँदिनँ नत्र भने म अहिले संसारमा यहाँ हुन्न थियो होला है यसकारण आज ट्र्याक आउट गराउन चाहन्छ यसकारण प्रभुले हामीलाई सहायता गरेको हुन् है यो पानीको दर्शनमा रहेर है पानीले भरेर पानीभित्रको जीवन जिएर चाहिँ प्रभुको दिनको निम्ति तयारी बन्दै जानको निम्ति प्रभुले हामीलाई सहायता गर्ने विचारमा यो प्र्याक्टिकल टपिक प्रभुले आशिष दिएको